साँच्ची भोलि सपिङ जाने भनेको हुन्छ नि त म नि फ्री छु जाउँला नि बरु कता जाने होला है तिमी डिसाइड गर नि भोलि नै भन्छु म है हेलो हजुर बुवा म आइहालेँ एकैछिनमा हस् बुवाले बोलाउनु भएको छ घरमा म जान्छु है अहिले भोलि नै भेटौँ न हेलो सपिङ जाने भनेको होइन म यहाँ बाटोमा कुरिरहेको छु तिमीलाई हस् ल यहाँ किन रोकेको पहिला मेरो यहाँ गरौँ त्यसपछि तिम्रो तल जाउँला नि हुँदैन हुन्छ दाइ मलाई मिल्ने ड्रेसहरू देखाउनु न तपाईँको 12,000 भयो मैले त पर्स बाहिरै बिर्सिरहेको छु लिएर आउँछु एकछिन ल यहीँ बसिदिनु है एकछिन है ऊ कहाँ गयो म उसलाई लिएर आउँछु यस्तो नाटक गर्नु पर्दैन बहिनी तिमीहरू जस्तो मान्छे धेरै देखियो के छ सबै सामानहरू खोलेर जाऊ होइन यस्तो कुरा नगर्नु दाइ म उसलाई खोजेर लिएर आइहाल्छु नि त्यस्तो हुन्न नि बहिनी के छ सबै जिगा यतिले त कहाँ पुग्छ त नि हो त औँठी खोल्नु अब त भयो होला नि दाइ होइन बुवाले बोलाउनु भएको छ घरमा म जान्छु है अहिले भोलि नै भेटौँ न होइन मसँग बस्छ त कहिले बुवाको फोन उठाउँदिनँ भन्थे त आज कताबाट उठाए पक्कै केही न केही त छ यहाँ मेलिना ल कसरी चिन्यौ मेरो आँखा छोप्ने अधिकार तिमीलाई गएर कसलाई पो खर कति बेर लाग्यो थियो नि यति आउनु भन्ने हिँड्यो तिमीले म आयो भनेको त घरमा सानो काम थियो त्यही भएर अलिक ढिला भयो सरी
हजुर बुवा हस् हुन्छ आइहालेँ म हस् भर्खरै आएको होइन जाने अब घरमा काम छ नि त त्यही भएर बोलाउनु भयो बुवाले भेटै गरौँला नि त हामी म जान्छु अहिले है बाई अहिले तैँले भेटेको केटी को के रे अहिले भेटेको केटी को कसलाई भेट्छन् आफ्नै गर्लफ्रेन्डलाई भेट्छन् नि के अरे तेरो गर्लफ्रेन्ड हो त्यो त्यसो भए यो के हो त 5 वर्ष भयो हाम्रो रिलेसन चलेको त्यसो भए मेरो चाहिँ के हो त नि यो ए 2 वर्ष भयो हामी सँगै बसेको मतलब त्यसले हामीसँग पक्कै डबल किन्नु हो यार त्यसो भए मसँग एउटा आइडिया छ आज भाइ रे अहिले हप्ता नि हामीलाई विशेष पैसा मिल्यो होला नि है कहाँ तिमी यो मिलेन तिरेर जाऊ के रे दिएको छैन रे तिमीलाई खोज्ने भनेर गएको थियो कति भयो त्यो बिल 12,000 ल दाइ मैले त पर्सै ल्याएन नि त अब के छ त्यही सामानहरू दिएको अब पैसाको नाममा यही हो के रे आइफोन ल अब त जाँदा हुन्छ होला नि जाऊ जाऊ हेलो ए सुन त भन् के अरे भोलि तेरो पसलमा मैले एउटा केटी पठाइदिन्छु अनि त्यहाँ चाहिँ सपिङ गर्ने भनेर आउँछ त्यहाँ तैँले चाहिँ कसरी हुन्छ दुइटैलाई ठगे मैले चाहिँ यहाँबाट केटीलाई मात्रै ठग्छु भनेर पठाएको छु केटालाई तैँले चाहिँ कसरी हुन्छ त्यो केटालाई पनि ठगे त्यहाँ अनि पैसा चाहिँ 50-50 हुन्छ तेरो मेरो बुझिस् ए ल ल ल भइहाल्छ नि त्यो त ल के छोडिदियो नि यहाँले धेरै त छैन आइफोन पनि आएछ अरू के आएछ है यही हो ल त्यसो सबै तँलाई त्यो म राख्छु है ल अब अर्को टाइम चाहिँ अर्कोलाई मुरी हान्नुपर्छ